सिनमा तपाईले आफूले जति इन्भेस्ट गर्नुभयो जति पैसाको सामान माग्नुभयो त्यही किसिमको क्वालिटीको सामान आउँछ यो कुरा कहाँ लेखेर राख्नुहुन्छ लेखेर राख्नु होला ठ्याप्प टाँसेर भन्छ नि खोइ के भन्छ ठ्याप्प लगाएर पर्चेज चाहिँ मैले कति अराउन्ड कति युरो खर्च गरेँ होला डु कमेन्ट अनि जसले सही गेस गर्नुहुन्छ उसलाई चाहिँ म अब के भन्छ यही पोर्चुगलमै हुनुहुन्छ भने चाहिँ 5 युरोको रिचार्ज गरिदिन्छु अनि इनकेस नेपालमै हुनुहुन्छ भने यहाँको 5 युरो नेपालमा जति नै के भन्छ जति हुन्छ नि म तपाईहरुको नम्बरमा ब्यालेन्स ट्रान्सफर गर्छु म त झन् लिटरली झन् भिडियो नबनाउन आँटेको थिएँ मेरो त आजकल यस्तै हुन्छ कि कस्तो हुन्छ भने म अहिले कहिले मेरो म बुस्ट भएर लु अब म भिडियो कन्टिन्यू गर्छु भनेर भनिरहेको हुन्छु फेरि एकछिनमै मेरो मुड के भन्छ डाउन हुन सक्छ कि भएको भएको मेरो एकदम धेरै मुड स्विङ हुन्छ मेरो यस्तो मुडहरू एकदम फ्लक्चुएट हुन्छ मलाई नै थाहा छैन किन के कुराले हिट गरिरहेछ या मलाई के कुरा उयो भइरहेछ म के कुराबाट सफर भइरहेछ या मेन्टली मलाई स्ट्रेस भइरहेछ नि त्यो मेरो त्यो मेन्टल स्ट्रेसहरूलाई दूर गर्ने भनेको चाहिँ कपाल काटेर या आफ्नो केही कुरा टुटो फुटो आफूलाई मन परेको कुराहरू हराएको छु भने चाहिँ म साँच्चै त्यो कुराहरू ओभरकम हुन्छ मलाई थाहा छैन किन Hello guys, welcome to my channel. It's me Susma Khopsa Rai. I guess तपाईले बाइ द टाइटलले थाहा पाउनुभयो आजको मेरो भिडियो के को बारेमा हुनेवाला छ भनेर सो ढिला नगरिकन I wanna do sin haul. यो चाहिँ मेरो फर्स्ट पर्चेज हैन योसँग चाहिँ 3-4 चोटी भयो अनि 2-3 चोटी त फेरि ब्याक पनि गयो अनि यो यति धेरै नेसेसरी थिएन यो सिन हल गर्नका लागि बट आई एम डुइङ द हल बिकज यहाँनिर मैले सबसे मलाई चाहिने इम्पोर्टेन्ट कुरा अर्डर गरेको छु अनि त्यसको के भन्छ रिभ्यू या त्यसको उत्यो मलाई यहाँ के भन्छ के भन्छ एक्सप्रेसन चाहिँ मलाई यहाँनिर कैद गर्नु मन लागेर चाहिँ आई एम मेकिङ भिडियो जताततै चोट छ गाइज के गर्नु यहाँ नि चोट निको भएको छ यहाँ चोट छ यताबाट नि चोटै यस्तै हो होइन ढिला नगरिकन आई वान्ट डु द सिन हल बिकज यहाँनिर चाहिँ मैले एकदम मन पराएको चिजहरू अर्डर गरेको छु अनि एउटा चाहिँ मलाई मोस्ट अहिले रिसेन्टली चाहिरहेको किनकि मैले अहिले रेगुलर 30 डेज के भन्छ इङ्ग्लिस बोलेर भिडियोज बनाइरहेको छु टिकटकमा सो त्यसको लागि पनि अब आजकल यति धेरै आवाज चलिरहेको हुन्छ अनि मेरो आवाज यति धेरै जान्छ कि मैले त्यसलाई यतिचोटि रिललाई फ्लेम गर्नु रिल्सहरूलाई फ्लेम गर्नु परिरहेको हुन्छ कि अनि त्यही भएर पनि मैले माइक्रोफोन अर्डर गरेको छु अनि त्यसको चाहिँ एक्चुअल त्यो हेर्न चाहन्छु कि मतलब आई वान सी अनि एक्सपिरियन्स अनि मेरो एक्सप्रेसन हेर्न चाहन्छु कि मैले सिन हल गर्दा किनकि मैले यहाँ प्राइस जति अर्डर गरेको छु यो सबै मैले एकदम धेरै टाइम चुज गरेर अर्डर गरेको सो अनि के भन्नु लाग्यो बेसी बोल्दै गरौँला अनि अर्को कुरा के भन्नु यो मेरो यो प्याकेज बिहानै आएको मेरो चाहिँ आज छुट्टी हो त्यही भएर मैले मात्र सनस्क्रिन लगाएको छु बाँकी केही लाग्छ म घरमा बस्दाखेरि म यस्तै ल्याङफ्याङ हो अनि यो मेरो बिहानै आएको त्यो प्याकेज हो तर म यत्रो टाइमसम्म जस्ट यो फ्लेम गर्नुको लागि नै कुरेर बसेको अनि यो चाहिँ मेरो सबै आइगे यिनीहरू सबै मेरो सिग्ल्यामको अनि मेन इम्पोर्टेन्टली मैले नेपालमा सधैँ कोर्याक्सको सेरम चलाउँथेँ अनि आएपछि मैले नाइसिनामाइडको चलाएँ त्यो कुन चाहिँ ब्रान्डको थाहा छैन अनि भिटामिन सी चलाएँ तर म नेपालमा चाहिँ कोर्याक्सको चलाउँथेँ अनि मैले सिनमा देखेँ क्या कोर्याक्सको त्यो देख्ने बित्तिकै मैले मगाइहालेँ बिकज मैले नेपालमा कोर्याक्सै चलाउँथेँ यहाँ मैले कति धेरै हेरेको थिएँ स्टोर हुँदीतिर पनि कहीँ भेटेको थिइनँ अनि ओके दिस इज द सेम यो भिटामिन सी पनि रहेछ अनि यसको मैले राम्रोसँगले त्यहाँनिरको उत्यो देखेको थिएँ कि मतलब त्यहाँको डिस्क्रिप्सन यहाँ के हुन्छ मैले त्यो सबै पढेर अनि मात्रै अर्डर गरेको थिएँ अनि मान्छेहरूले चाहिँ कति धेरैले टिकटकमा पठाइरहेको हुन्छ कि मतलब गर्ल्स आर सोइङ देयर एटिट्युड वेयरिङ द सिन ड्रेसेस भनेर भनेको छ बट सिनमा यस्तो कुराहरू पाउँछ जहाँ तपाईँको
अहिले तपाईँको बजेट अनुसार तपाईँले 2 रुपियाँको कुरा किन्नु भने त 2 रुपियाँ क्वालिटीकै आउँछ नि, तपाईँले 200 को किन्नु भने 200 को क्वालिटीकै आउँछ। सो त्यो 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 त्यस्तो पोस्टहरू चाहिँ मलाई त्यो अलिकति देख्दाखेरि चाहिँ यस्तो स्ट्रेन्ज फिल भएको थियो होइन। अनि ला म त यसरी बिगार्दै यो मैले ब्याक इन नेपाली कोर्याक्स चलाउँथेँ। यस सेमै रहेछ। अनि त्यही भएर अनि यो मगाएको हो। अनि त्यही भएर चाहिँ सिन भनेको चाहिँ तपाईँको बजेट फ्री हो के, बजेट फ्री। तपाईँको जति बजेट छ त्यो अनुसारको तपाईँले सामान पाउनुहुन्छ। यो मेरो एउटा कुरा आयो। अनि यो मैले सिग्लामबाट के भन्छ आइलाइनर मगाएको, किनकि मैले धेरै टाइम भइसक्यो क्या। पहिले कलेजमा हुँदाखेरि चाहिँ मलाई एल्नाले लगाइदिन्थ्यो, जहिले एल्नाले लगाइदिन्थ्यो। अनि मैले कहिले लगाउँदिनँ, जहिले त्यसको रुममा जान्थेँ मलाई लगाउनु मन लगाउने, अनि त्यसले लगाइदिन्थ्यो कि जहिले लगा भनेर, नत्र म खासै लगाउँदिनँ नि। मेरो कति थियो पहिले चाहिँ अलिअलि लगाउनु आउँथ्यो, पछि चाहिँ लगाएन। अनि आजकल चाहिँ कस्तो धेरै लगाउनु मन लागिरहेको थियो, अनि त्यही भएर मैले अर्डर गरेको। खोल्दै खोलिँदैन त के भएको। अनि मलाई यो यस्तो म चाहिँ कुनै सामान अर्डर गरेँ भने चाहिँ त्यहाँको डिस्क्रिप्सनहरू त बेसी दिएको हुन्छ नि त। अनि म त्यो सबै कुराहरू हेर्छु कि, सबै कुराहरू हेर्छु अनि अर्डर गर्छु। अब सबै पोर्तुगिजमा हुन्छ। अब कति अब कमनली कुन कुरा त बुझिन्छ, कुन कुरा बुझेन भने म स्क्रिनसट गरेर ट्रान्सलेट गरेर भए पनि हेरेर अर्डर गर्छु क्या। अनि म यस्तो दुःखले यो भिडियो बनाउँदैछु किनकि हाम्रो कोठा त्यस्तै छ नि त। स्टिल आइएम फ्लेमिङ। अब कसरी युज गर्ने हो यो म युज गरेर आइलाइनर कुरियो तपाईँलाई म भिडियो बनाएर टिकटकमा पोस्ट गर्छु। अनि मेरो त्यो के भन्छ 30 डेज च्यालेन्जवाला भिडियो चाहिँ प्लिज मेरो टिकटकमा चाहिँ गएर हेरिदिनु होला, मेरो टिकटक आइडी चाहिँ। अनि मलाई त फेरि यस्तो क्या यस्तो आएपछि मलाई यस्तो धेरै भुलिन्छु। यो मलाई यो किरी गरेर चलाउनलाई एकदम रमाइलो लाग्छ। ल यस्तो हुन्छ भन्ने मैले भनेको नि, यस्तो धेरै हुन्छ कि मलाई यस्तो यो पड्काउनु अति बवाल दामी लाग्छ क्या यस्तो पड्काउनलाई। अनि यो चाहिँ आई गेस तेरिका यो चाहिँ आई गेस के भन्यो भने लिपस्टिक होला सायद, यो पनि सिग्लामबाटै हो यो। अनि यो सिग्लामको सक्यो त्यो पछाडि मलाई सुरुमा चाहिँ के हेर्नु छ भने माइक्रोफोन हेर्नु छ। यतिकै खोल्यो म यत्रो टाइमसम्म यति बसेको होइन, एकछिन पछि हेर्छु। अनि यो के हो मैले बिर्सेँ कि क्या मैले के अर्डर गरेँ भनेर। आई डोन्ट नो मैले के गुवासाहरू यस्तो पनि अर्डर गरेँ जस्तो लाग्छ। दिस इज द गुवासा। ओ माई गड कति क्युट कलर। सी मैले अनि गुवासाको पनि आई वान के भन्छ उयो गरौँ भनेर भनेको थिएँ। वर्थिटै छ जस्तो लाग्यो। अनि मैले टिकटकमा देखाएको थिएँ कि गुवासाको। अनि मैले के भन्छ कतिले चाहिँ त्यो के भन्छ मिटरको नलिनु स्टोनको लग्नु, स्टोनको राम्रो हुन्छ भनेर भन्नुभएको थियो। अनि मैले पिङ्क कलरमा अर्डर गरेको थिएँ कि साँच्चीकै मलाई चाहिँ दामी लाग्यो। वेट चाहिँ छ किनकि हलुङ हुन्छ, त्यो हलुङले चाहिँ अति दुख्छ भनेर थियो। अब म गुवासा गर्ने ट्युटोरियल हेरी स्टार्ट गर्छु, म पनि जलाइन बनाउँछु। या यो प्याकेजिङ चाहिँ झन् मलाई अति बवाल लाग्यो क्या यो गुवासाको। यस आई लभ इट गाइस, आई लभ इट। अनि त्यस पछाडि यही हो मैले सबसे वेट गरेको, यही हो। म यो यो गरिवरी पनि म फेरि त्यहाँनिर भिडियो गर्छु ल, सुन्छ कि सुन्दैन है। यही हो क्या मैले अति वेट गरेको भनेको चाहिँ यो। यो चाहिँ मैले टिकटकमा कतिजनाले रिभ्यू देखिरहनु भएको थियो। अनि मलाई यति धेरै किन्न मन थियो। मैले यो लास्ट टाइम नै अर्डर गरिसकेको थिएँ, तर मेरो सामान यहाँकै एड्रेस रहेछ त्यो डिफ्रेन्ट ठाउँमा। अनि त्यहाँ आएर रहेको अनि त्यहाँ लिन जानु पनि अब जानु आउनु एटलिस्ट 10 युरो लागेछ र म 10 युरो किन वेस्ट गर्नु। सी गाइस अब चाहिँ आई क्यान मेक द भिडियोज हावामा पनि म मजासँगले भिडियोज बनाउन सक्छु। गाइस पक्नु ल, कसरी गर्ने हो थाहा छैन, कसरी युज गर्ने चाहिँ भनेर चाहिँ थाहा छैन। अब लेट्स चेक गरौँ यहाँ चार्ज गर्ने ठाउँ रहेछ। अब अन चाहिँ कहाँबाट गर्ने हो त्यो थाहा भएन त हौ गाइस।
यो एकछिनमा म कनेक्ट गर्छु अनि फेरि रिभिडियो गर्छु है त। म पहिले सबै मेरो सामानहरू देखाउँछु। यो पनि अरू कलरमा पनि थियो, तर अरू कलरहरू अब म हिँडिरहेको हुन्छ नि त, अनि मैले क्यारी गर्नु परिरहेको हुन्छ, अनि फोहोर हुन्छ भनेर चाहिँ मैले अनि यो ब्ल्याकमा मगाएको के। यो चाहिँ मैले सबसे वेट गरेको कुरा हो। अन्त पछाडि यो मेरो किरिङवाला फोन केस होइन, यो पनि मैले अति मन पराएर किनेको क्या, किनकि मेरो यति धेरै कभरहरू छ, तर त्यो कभरहरूमा चाहिँ म सधैँ घरतिर यस्तो लगाउँथेँ कि यो यस्तो चाम लगाउँथेँ, किरिङवाला चाम लगाउँथेँ। अनि यहाँ आएर चाहिँ खास गरेमा त्यो यतै किन्दाखेरि चाहिँ अति महँगो पर्छ क्या, अनि त्यही भएर चाहिँ मैले यहाँनिर सेट्टीमा देखेको थिएँ। एन्ड इट्स लाइक दिस क्या, अति बबाल दामी, आई लभ इट गाइज। अन्त अति दामी चाहिँ यो चाहिँ मैले सोचे जस्तै यो चाहिँ म सधैँ लगाउँदिनँ, किनकि मसँग अलरेडी यो पनि नयाँ हो अनि अर्को पनि नयाँ कभर छ, तर यो चाहिँ म कहाँ जाँदाखेरि चाहिँ मेरो फोनमा हाल्नेवाला छु। एन्ड आई जस्ट लभ इट। साँच्ची हो, यस्तो हुन्छ पैसा तपाईँले राम्रै हाल्नुभयो भने सामान पनि राम्रै आउँछ। तपाईँले अब 2 रुपियाँ खर्च गरेर 200 को सामान आउँछ भनेर एक्सपेक्ट गर्नुभयो भने त अभियसली त्यो त गलत हो, तर 200 खर्च गरेर 200 कै सामान आउँछ कि। मैले चाहिँ अहिलेसम्म सिनमा जतिचोटि किनेँ मैले चाहिँ सधैँ जति पैसा इन्भेस्ट गरेर किनेको छु, मलाई चाहिँ त्यो वर्थ नै लागेको छ, अनि म सधैँ खुसी नै थिएँ कि। अनि मैले एउटा कुरा चाहिँ अर्डर गर्न बिर्सेँ, यो चाहिँ फेरि के अरे ओ माई गड, यो चाहिँ लेगिन्स के, किनकि अब गर्मी महिना लाग्यो अनि त्यस पछाडि त्यो स्कर्टहरूसँग पेयर गर्दाखेरि लगाइन्छ नि। अनि मलाई त्यस्तो खालके त्यो स्कर्ट छोटो छोटो स्कर्टहरूसँग यस्तो लगाउनु मन थियो क्या, अनि यति बुट लगाउनु मन थियो, त्यही भएर मैले यो अर्डर गरेको। बट साँच्ची हो, यसको क्वालिटी पनि राम्रो रहेछ, मलाई छाम्दै कस्तो दामी लाग्यो। तर मलाई अहिलेसम्म अनसेटिस्फ्याक्सन भएको भनेको चाहिँ छैन कि यो सिनमा चाहिँ, किनकि अब जति पैसा उत्यो गऱ्यो त्यो पैसा अनुसार त हुने हो नि। अनि ब्याक इन नेपाल म प्रेस अन्ने लगाइरहेको थिएँ, यहाँ आएपछि र मैले लिएर पनि आएको थिएँ, अनि एक बार युज गरेँ, त्यस पछाडि मैले त युजै गरिनँ। अनि गाइज तपाईँहरूले नोटिस गर्नुभयो भने मैले मेरो कपाल काटेको छु, राजेश समाल भइरहेको छु। मेरो चाहिँ कस्तो हुन्छ भने मलाई के कुराले हिट गरिरहेछ या मलाई के कुरा त्यो भइरहेछ, म के कुराबाट सफर भइरहेछ, मेन्टली मलाई स्ट्रेस भइरहेछ, अनि त्यो मेरो त्यो मेन्टल स्ट्रेसहरूलाई दूर गर्ने भनेको चाहिँ कपाल काटेर या आफ्नो केही कुरा फुटो आफूलाई मन परेको कुराहरू हराएको छ भने चाहिँ म साँच्चै त्यो कुराहरू ओभरकम हुन्छु, मलाई थाहा छैन किन है, आफ्नो तरिका हुन्छ। एन्ड यस मैले चाहिँ यो यस्तो कलरमा मगाएको छु, यो कलरमा वाउ इट्स सो ब्युटिफुल। यो चाहिँ अराउन्ड कति 2 युरो कति पो थियो, तर वर्थ इट नै रहेछ, फाइलिङ सबै रहेछ। ओके आई जस्ट लभ इट। यो पनि मन पऱ्यो, यो पनि मन पऱ्यो। र मैले कलर अर्को खालके रोज नआटेको थिएँ, फेरि यो रोजै, किनकि सुरुमा त यो रोजेको, किनकि यो चाहिँ जिममा पनि जान्छ नि त। अब आज त मेरो छुट्टी सकिहाल्यो, अब अर्को हप्ता ट्राई गर्छु, किनकि अब यो हप्ता ट्राई गरेर किन वेस्ट गर्नु, छुट्टीको बेलामा ट्राई गर्छु, किनकि काममा जाँदाखेरि त्यो मलाई यो नङसङ भएर जानु मलाई अति उतो लाग्छ, डिस्ट्र्याक्ट लाग्छ। यो पनि मलाई मन पऱ्यो होइन। अनि अर्को के छ, ओ बा मैले इयरिङ पनि पो अर्डर गरेको थिएँ। यो चाहिँ के भने मैले यो टिकटकमा देखेको थिएँ, यो चाहिँ मैले फोनमा के भन्छ यो फोनमा लगाएँ, अनि यसरी मैले यसरी स्टक गरेँ भने चाहिँ मेरो फोन जहाँनिर पनि यसरी रहन्छ क्या यो। अनि मैले भिडियो जहाँनिर पनि बनाउनु पाएँ, जहाँनिर पनि टाँसेर बनाउनु पाएँ। अबदेखि मैले भिडियोहरू बनाएँ भने चाहिँ यसरी राख्छु अनि बनाउँछु, त्यही भएर चाहिँ मैले पर्चेस गरेँ हो। यसको नाम चाहिँ मलाई एक्चुअली थाहा छैन है, जस्ट मैले टिकटकमा देखेको थिएँ, अनि ठ्याक्क जस्तो गरेर इन्स्टिनमा हेरिरहेको थिएँ, यो देखेँ। अनि पहिले चाहिँ मलाई थाहा थिएन यसको काम के हो भनेर, पछि थाहा भयो, सो मैले अर्डर गरेको। मैले चाहिँ योपालि सब आफूलाई एकदम चाहिने कुराहरू एकदम सोचेर अनि वर्थ इट हुने कुराहरू मात्रै मैले किनेको छु। लाइक मैले त्योभन्दा पहिले चाहिँ आफूलाई जे मन लाग्यो त्यही नै अर्डर गरेको थिएँ कि, योपालि चाहिँ एकदम सोच विचार गरेर आफूलाई युजफुल हुने कुराहरू मात्रै अर्डर गरेको छु। अनि म त झन्डै भिडियो नबनाउनु आँटेको थिएँ। मेरो चाहिँ आजकल यस्तै हुन्छ कि, कस्तो हुन्छ भने म अहिले कहिले म बुस्ट भएर लु अब म भिडियो कन्टिन्यू गर्छु भनेर भनिरहेको हुन्छ, फेरि एकछिनमै मेरो मुड के भन्छ डाउन हुनसक्छ कि के भएको मेरो एकदम धेरै मुड स्विङ हुन्छ, मेरो यस्तो मुडहरू एकदम फ्लक्चुएट हुन्छ, मलाई नै थाहा छैन किन, आई डोन्ट नो वाइ। यो हुक पनि मैले सोचे जस्तै छ जस्तो लाग्यो, किनकि मेरो कान अलिक ठुलो छ नि त, ओ माई गड, तर यति धेरै ठुलो चाहिँ सोचेको थिइनँ। बट यस यो पनि मलाई मनै पर्यो,
किनकि मेरो कान अलिक ठुलो छ नि त ट्राई पनि गरिहालेर देखाइहाल्नु पर्यो यस्तो मेरो कान चाहिँ ठुलो थियो अनि सोचिरहेको थिएँ इनकेस त्यो सानो आयो भने चाहिँ म के गर्नु होला भनेर सोचिरहेको थिएँ बट थ्याङ्क गड अलिक ठुलै आयो किनकि यहाँ हेर्नु यति ठुलो आउँदाखेरि पनि मेरो कानमा यस्तो हुन्छ कि बिकज मेरो यस्तो यो कानको लोती चाहिँ धेरै माथि छ अनि अति त्यो के भन्छ बल के भन्छ त्यसलाई मोटो यस्तो यस्तोवाला छ कि के गर्नु बोल्दा बोल्दै टङ स्लिप हुन्छ गाइस के गर्नु एन्ड त्यो मैले टिकटकमा रेगुलर के भन्छ 30 डेज इङ्ग्लिस बोल्नेमा च्यालेन्ज गरिरहेको थिएँ अनि आज चाहिँ मेरो 7th डे हुन्छ अनि कसैले चाहिँ एकदम त्यो कस्तो हुन्छ नि मलाई हो चाहे जस्तो लागिरहेको थियो तर आई डोन्ट केयर अनि यहाँ छ मलाई सबसे मन परेको अनि मेरो सबैभन्दा कति महँगो त अर्को छ यो तर यो पनि एकदम एक्सपेन्सिभ नै हो अनि यो चाहिँ श्रग भनौँ या कार्डिगन तर इट्स ओ माई गड एकदम प्रिटी किनकि अब समर लाग्यो नि त अनि म यस्तो हुन्छ क्या म कहिले पनि स्लिपवाला लगाउनलाई चाहिँ मलाई एकदम इन्सिक्योर फिल हुन्छ अनि त्यस पछाडि यो जालीवाला भयो भने त के भन्छ स्लिपवाला केही कुरा लगायो भने एन्ड वाइट क्यान गो विथ एभ्रिथिङ होइन अनि मैले मगाएको सी गाइस एकदम अनि यसको मलाई यो मन परेको के यो बाउलामा चाहिँ यस्तो खालको स्टाइल छ नि त यस्तो वाला त्यही भएर यसको पनि क्वालिटी मलाई मन पर्यो पैसा जति हाल्नुहुन्छ तपाईँले त्यही क्वालिटीको सामान पाउनुहुन्छ यो चाहिँ के भन्छ आई क्यान ग्यारेन्टी नै जस्तो लाग्छ कि सिनमा चाहिँ तपाईँलाई 2 रुपियाँदेखि लिएर त 1 रुपियाँ कहिले कहिले त कति सेन्टकै कतिवटा सामानहरू हुन्छ तर त्यो भनेको चाहिँ आफूले जति इन्भेस्ट गर्नुभयो त्यति नै पाउनुहुन्छ भन्छ नि केटी मान्छेको खुट्टा तान्ने केटी मान्छे नै हुन्छ कहाँ लेखेर राख्नुहुन्छ लेखेर राख्नुहोस् ठ्याप्पा पारेर जस्तै यो पनि सिनमा तपाईँले आफूले जति इन्भेस्ट गर्नुभयो जति पैसाको सामान माग्नुभयो त्यही किसिमको क्वालिटीको सामान आउँछ यो कुरा कहाँ लेखेर राख्नुहुन्छ लेखेर राख्नु होला ठ्याप्प टाँसेर भन्छ नि खोइ के भन्छ ठ्याप्प लगाएर एन्ड यस यो चाहिँ मलाई झन् अति मन परेर मगाएको हो के ओहो साँच्ची योपालि त मलाई सबै यो सिनको एउटा सामानले पनि डिसपोइन्ट गरेन कसम पहिले पनि डिसपोइन्ट चाहिँ गरेको थिएन तर मैले एकचोटि एउटा मतलब यसरी हुडी जस्तो अर्डर गर्दाखेरि चाहिँ आई वाज एक्सपेक्टिङ त्यो अलिकति के भन्छ एकदम बाक्लो हुन्छ होला भनेको थियो तर अब मेरो पैसा पनि त कमै थियो अनि त्यही अनुसारको आएको थियो तर यो टाइम त मलाई एभ्रिथिङ इट्स सो गुड क्या यहाँ त गाइस फेरि यो ब्लू कलर वाइट ब्लू यस्तो लाइट कलरहरू चाहिँ मेरो अलवेज फेभरेट हो क्या यहाँ हेर्नु न मैले कति एक्सेल मागेको थिएँ अलि ट्राई है कुनै दिन यो पनि ठुलो हुन्छ कि जस्तो लाग्यो तर मेरो अर्को टी सर्टहरू पनि प्रायः जस्तो मैले नेपालमा पनि कति धेरै यस्तो प्रिन्टवाला लगाएको छु इफ यु डोन्ट नो यु क्यान चेक माई इन्स्टाग्राम त्यहाँ पिक्चरहरू छ होला यो पनि मलाई मन पर्यो किनकि मैले योपालि कस्तो हुन्छ नि मलाई सबैभन्दा त मैले स्टिल पनि गुहासामै गइरहेको छ क्या मेरो ध्यान किनकि म त्यस्तो एक्सपेक्ट गरेको थिइनँ अनि यो चाहिँ मेरो चप्पल किनकि हिलवाला यो चाहिँ हिलवाला चप्पल किनकि मेरो जुत्ता छ अनि चप्ली चाहिँ थिएन सो अनि चप्ली चाहिँ थिएन मतलब मेरो छ तर त्यो चाहिँ अब हिलवाला छैन क्या त्यो अर्कोवाला छ अनि त्यही भएर मैले यो सिमबाट मगाएको आइडोन्ट नो कस्तो हुन्छ अब यसमा चाहिँ एक्सपेक्टेसन भर्सेस रियालिटी हुन्छ कि ओ माई गड यो चाहिँ मैले सिल्भर कलर मगाएको भए हुन्थेछ भन्ने अहिले भयो तर गोल्ड कलर मगाएँ इट्स ओके यो चाहिँ अराउन्ड कति पो थियो 18-19 कति युरोमा थियो ओहो एराउन्ड झन् 20मा थियो यो लगभग अनि कस्तो हुन्छ अनि मैले 35 मागेको थिएँ 35 नै आयो सायद यो 35 पनि मलाई ठुलै हुन्छ होइन नो प्रब्लम तर अब मेरो 18-19 युरोको तर दामी नै आएको छ त्यस्तो नराम्रो पनि छैन एन्ड वाउ भन्ने पनि भएन किनकि त्यो एक्सप्रेसन नै देख्नु भयो होला नि त त्यो अरूमा जति वाउ भने मैले सायद यो सिल्भर कलरमा मगाउनु पर्थ्यो होला बट फेरि मलाई त्यस्तो हुन्छ कि कहिले कहिले यो गोल्डन कलरमा मतलब त्यो मैले यो ब्ल्याक कलरको लेगिज भयो होइन अनि यो भयो अनि त्यो मैले वाइट यो अहिले यो टी सर्ट किनेँ नि यो न त त्यो अर्को अनि त्यसमा स्कर्ट पेयर गऱ्यो भने अति बवाल देख्छ कि त्यस्तो कतिवटा कुराहरू कम्बाइन सोचेर अनि अर्डर गरेको क्या यो भएपछि कस्तो हुन्छ भने जेसुकै अब मैले कुर्ता सुर्ता लगाउँदाखेरि पनि ठिक भयो नि त अनि त्यही भएर मैले यो अर्डर गरेको अनि कस्तो हुन्छ भने मैले यस्तो यो चुचोवाला यस्तो पोइन्टेडवाला हिल किन अर्डर गरेको नि एक त मेरो खुट्टा सानो छ अनि यो पोइन्टेडवालाले चाहिँ अलिकति लामो देखाउँछ अनि एक त कस्तो हुन्छ भने मेरो खुट्टाको औँलाहरू चाहिँ कस्तो छ भने बुढी औँला चाहिँ छोटो छ अनि माइली औँला चाहिँ एकदम
ठुलो छ अनि त्यसपछि अरू सानो सानो छ मतलब यत्रो छ क्या यत्रो खुट्टा जस्तो लाग्छ अनि त्यही भएर यस्तै पोइन्टेड हिलहरूले चाहिँ तपाईँको खुट्टालाई अलिकति गर्जियस देखाउँछ अलिकति ठुलो देखाउँछ भन्ने लाग्छ कि किनकि मैले यस्तै पोइन्टेड हिल नै मेरो म्याक्सिमम् नेपालमा म लगाउँथेँ नि त अनि त्यही भएर मलाई चाहिँ यस्तो हिलसँग चाहिँ अब्सेस छु म सो गाइस मेरो चाहिँ यति नै हो तर एभ्री पर्चेजले मलाई चाहिँ एकदम त्यो सेटिस्फ्याक्सन दियो मेरो कुनै पर्चेजमा पनि मलाई दुःख लागेन एभ्रिथिङ आई लभ इट एभ्रिथिङ गुहासा त झन् आई लिटरली म अब ट्युटोरियल हेरेर म स्टार्ट गर्न थालेछु तर मेरो फेस के भन्छ फेस ओइलवाला त्यो क्रिम चाहिँ छैन अब केले गर्नु त्यो मलाई थाहा भएन अब त्यहाँ चेक गर्छु अनि किन्छु अनि गुहासाई गर्न स्टार्ट गरिहाल्छु बट यो साँच्चीकै मलाई त्यो के भन्छ एकजना के भन्छ इन्स्टाग्राममा हुनुहुन्छ उहाँले चाहिँ जहिले आई डोन्ट नो तामाङ अर समथिङ के हो उहाँको नाम उहाँले जहिले गुहासा गर केटी हो गुहासा गर तर सिनबाट अर्डर नगर त्यो राम्रो हुँदैन त्यहाँको राम्रो हुँदैन भन्नुभएको थियो त्यही पनि मैले चाहिँ कतिवटा देख्थेँ नि त यो चाहिँ अलिकति महँगै हो प्राइस चाहिँ किनकि 1 रुपियाँ 2 रुपियाँमा पनि थियो तर यो चाहिँ 6 अर कति युरोको हो क्या किनकि मैले त्यहाँ पढेर अनि स्टोनवाला मगाएको किनकि अलिकति हेभी पनि छ अनि यसको प्याकेजिङ पनि एकदम बेस्ट छ सो अब मैले यो माइक्रोफोन ट्राई गरिवरी आइल बी ब्याक ल तपाईँलाई सुनाउँछु माइक्रोफोनबाट मेरो आवाज एन्ड आई एम सो ह्याप्पी विथ माई पर्चेज अनि यो पर्चेज चाहिँ मैले अराउन्ड कति युरो खर्च गरेँ होला डु कमेन्ट अनि जसले सही गेस गर्नुहुन्छ उसलाई चाहिँ म अब के भन्छ यही पोर्चुगलमै हुनुहुन्छ भने चाहिँ 5 युरोको रिचार्ज गरिदिन्छु अनि इनकेस नेपालमै हुनुहुन्छ भने यहाँको 5 युरो नेपालमा जति नै के भन्छ जति हुन्छ नि म तपाईँहरूको नम्बरमा ब्यालेन्स ट्रान्सफर गरिदिन्छु सो गाइस म यो चेक गर्छु है त जस्ट वेट फर अ सेकेन्ड अनि म यसो चेक पनि गर्नु पर्यो नि त है गाइस मैले चाहिँ ट्राई गरिसकेँ सो अबदेखि चाहिँ मेरो भिडियो माइक्रोफोनबाट म फिल्म गर्नेछु बिकज म बाहिरतिर हिँड्दाखेरि हावाले कति धेरै डिस्टर्ब गरिरहेको हुन्छ एन्ड थ्याङ्क यू फर वाचिङ माई भिडियो गाइज अनि स्वस्थ रहनु मस्त रहनु मेरो भिडियो पुरा हेर्नु अनि गेस गर्नु यो कति वर्थको यो कति युरोको होला मैले सबै पर्चेस गरेको कति भन्ने नै 10 युरोसम्म चाहिँ म त ग्यापिङ दिन्छु होइन त्यो 10 युरोसम्म चाहिँ तपाईँले मिलाउनु भयो भने चाहिँ अनि जसले मिलाउनुहुन्छ म भिडियो पनि बनाउँछु अनि मैले कतिको पर्चेस गरेको त्यो म मतलब त्यो प्राइसको म स्क्रिन सर्ट पनि राखिदिन्छु नेक्स्ट भिडियोमा एन्ड थ्याङ्क यू फर वाचिङ अनि मलाई यो सिनहरूले चाहिँ मलाई एकदम सेटिस्फ्याक्सन दियो सो आजको भिडियो यहीँ एन्ड गर्दै किनकि मेरो लामो भइसक्यो जस्तो लाग्यो एन्ड गर्दै बिकज यो सिन हल गर्न त्यस्तो जरुरी थिएन तर मलाई चाहिँ आफ्नै एक्सप्रेसन के भन्छ क्याप्चर गर्नु मन थियो किनकि मैले सबै कुराहरू एकदम सोचेर विचार गरेर एकदम मन पराएर अनि सर्च गरिवरी अर्डर गरेको थिएँ नि त अनि त्यही भएर चाहिँ त्यो एक्सप्रेसन चाहिँ आफ्नै हेर्न मन थियो त्यही भएर चाहिँ मैले कैद गरेको सो गाइस सी यू इन द नेक्स्ट भिडियो मेरो भिडियोलाई माया गरिदिँदै गर्नु होला लाइक सेयर अनि कमेन्ट गर्न नबिर्सिनु होला सी यू इन द नेक्स्ट भिडियो अनि योभन्दा अर्को भिडियो चाहिँ आई गेस म अहिले नै भनिराख्छु के को भिडियो हुन्छ होला न सायद आई विल सेयर यु द स्टोरी अबाउट माई फ्रेन्ड्स मतलब उसको स्टोरी अब हुन्छ नि उसले जुन स्टोरी आफैले भन्न सकेको छैन त्यो स्टोरी चाहिँ म न्यारेट गरेर भनिदिन्छु लाइक सबैजनाले त्यस्तो गरिरहेको छ मतलब मैले गरेँ होइन त मैले यो सिन्स पहिले नै गर्नु मलाई मन थियो तर कस्तो भन्यो भने मतलब अर्काको पर्सनल लाइफलाई इन्टरफियर गर्नु मन थिएन अनि लाइक मैले अस्ति कहिले यस्तै कुरा गर्दाखेरि चाहिँ अनि मैले ल पक तेरो म भिडियो लाइक तेरो जे भयो भने पनि मेरो साथीको भिडियो चाहिँ म सेयर गरिदिन्छु अनि म कसैलाई मतलब त्यो हुन्छ नि मेरो युट्युब फ्यामिली होस् या जुनसुकैमा पनि आज कस्तो हुन्छ नि आफूले सेयर गरिसकेपछि कोही मान्छेले आफूलाई सजेसन दिन्छ नि त अनि वी विल सी द सजेसन तेरो त्यो प्रब्लममा के गर्ने भनेर भनेको थिएँ सो म अब नेक्स्ट भिडियो चाहिँ उसको त्यो स्टोरीलाई न्यारेट गरिवरी भन्छु अनि प्लिज डु कमेन्ट त्यो ब्ला 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 होइन जस्ट फर्मल कमेन्ट लाइक तपाईँले त्यो उसको स्टोरी सुनेर चाहिँ वाट यु फिल अनि उसले के गर्नुपर्छ त्यो कुरा चाहिँ सजेस्ट गर्नु होला सो आजको भिडियोलाई चाहिँ यहीँ एन्ड गर्दै आई विल सी यु इन द नेक्स्ट भिडियो बाई गाइस